हेलो गाइज वेलकम टु माई ब्लग। आज म हाम्रो सर्भिस सेन्टरको लोकेसन एक्ज्याक्ट देखाइदिन्छु अनि त्यसपछि फेरि बाइकहरूको लुक्सहरू यामाहाको अहिले नयाँ मोडलकोहरू कस्तो कस्तो आयो हजुरहरूलाई थोरै भनिदिन्छु। म यता सर्भिस सेन्टरतिर जाँदैछु। हेर्नु सर्भिस सेन्टरतिरको बुवा कुरा गर्दै हुनुहुन्छ, हाम्रै बुवा हो। ठ्याक्क हाम्रो यो ज्योति भैरवा ज्योति विकास ब्याङ्कको लोकेसन हानेर साहाको ठ्याक्कै अपोजिट साइडमा प्राइम ब्याङ्कको नि नजिकै छ। हिजो मैले प्राइम ब्याङ्क भनेको थिएँ तर नजिकै छ हाम्रो सर्भिस सेन्टर। म हजुरलाई ठ्याक्क देखाइदिन्छु। हाम्रो यहाँमा आएको यहीँदेखि भैरवा ठ्याक्क हेर्न सक्नुहुन्छ। यो रेजेटार 125 भयो स्कुटी। यो नि अहिले राम्रो झिके छ। पहिलामा धेरै कम्प्लेन आएर अहिले चाहिँ राम्रो झिके छ, पहिला जस्तो छैन अहिले। यो हाम्रो BS6 एमटी नयाँ मोडलमा कलरहरू मनपर्ने भए पार यसो भिजिट गर्न सक्नुहुन्छ। सर्भिस सेन्टर एमटी BS6 मा एकदम राम्रो छ। अनि यो फेरि यामाहाको V3 BS6 मै हो, एफजेड V3 BS6 मा हो यो, तर डिलक्समा हो। यसमा दामी छ, अहिले राम्रो लन्च गरेछ। यसमा पुरै डिजिटल सिस्टम अनि फेरि FI सिस्टम अनि पुरै सेन्सर छ यसमा, धेरै सेन्सरहरू सिस्टममा राम्रो लुक्समा झिके छ। यो हाम्रो V2 हो। V2 नि हाम्रो राम्रै छ, V2 को नि राम्रै लुक्स छ, यताउति छ। यो डबल डिस्कमा हो V2 चाहिँ एकदम राम्रो छ। V2 बोलियो छ V2 नि। यो सोलुटो अहिले झिकेको नयाँ मोडलमा हेर्न सक्नुहुन्छ, नयाँ मोडलको छ, राम्रो कलर, मिठो कलर झिके छ। एकफेर हाम्रो सर्भिस सेन्टर नि भिजिट गर्न सक्नुहुन्छ आएर सर्लक्क हेर्नु एकफेर। ठ्याक्क लोकेसन त यहाँ हाम्रो राखेको छैन। अहिले एक्सचेन्ज अफर नि चले छ हजुरहरूले। अहिले हजुरको जस्तो सुकै बाइक लिएर आउन भने नि हजुरको भ्यालुएसन जतिसुकै एडिसनल भ्यालुएसन पाउनुहुन्छ 25,000 हो कि मिनिमम भ्यालुएसन तपाईँको जतिसुकै भए नि पाउनुहुन्छ 25,000 पाउनुहुन्छ भने, अनि एडिसनल भ्यालुएसन 10,000 पाउनुहुन्छ, अनि क्यास डिस्काउन्टमा 6,000 पाउनुहुन्छ, अनि फ्री हेलमेट पाउनुहुन्छ। हाम्रो भाइले भर्खर एकजना कस्टमरले नि V2 किन्न राम्रो छ भाइले यहाँ अब लेग गार्ड हालिदिँदैछ बाइकमा। अनि चापी मागेर आउन। अनि फेरि यो नि हाम्रो डिलक्समा हो, यो नि हाम्रै अफिसको बाइक हो। अनि यो नि राम्रो छ, यो डिलक्समा हो। हाम्रो अफिसको नभएर कसको अफिसको? यो एफजेडको, एफजेड हाम्रो सरको बाइक हो, राम्रो छ। यो नि डिलक्समा हो, यो हाम्रै सरको अफिसको सरले किनेर चलाउन आएको अहिले नयाँ मोडलमा। राम्रो छ, यसको पिकअपहरू माइलेजहरू राम्रो छ। दाइले लिएर आउन हाम्रो पर्सरीबाट गोदामबाट। यो बाइक नि बिक्री हुनेवाला हो किन है दाइ? गोदामबाट लिएर आउन आएको भर्खर। दामी लुक्स छ अहिले, पिकअप माइलेजहरू नै राम्रो छ। यसमा पुरै सिस्टममा हजुरहरूको बाइकमा केही फल्ट भयो भने चेक लाइट बोल्छ। फेरि यो हाम्रो PDI-बाट आएर यहाँ राख्नुहुन्छ हाम्रो सोरुमको बाइकहरू, गोदाममै हो हाम्रो। यहाँ सब नयाँ मात्र न। यो नि एफजेड हो कालोमा, यो निलोमा हो, यो रातोमा हो, डबल डिस्क हो सबै। यो नि डबल डिस्क होइन, अनि डबल डिस्कै छ सबै, प्रायः डबल डिस्कै रुचाउँछन्। यो फेरि V3 BS6 र BS4 कोमा राम्रो उसमा राम्रो डिलक्समा निकालेछ यो। यो एफजेड V3 BS6 हो। अनि यो एमटी भयो ब्ल्याक कलरमा, राम्रो छ एमटी नि। अनि यो नि राम्रो छ। भैरवातिर लास्टै चिसो छ, यसो भिजिट गर्न सक्नुहुन्छ। तिमीले काट्थ्यो त्यो दाइले काट्दिन रहेछ के सुई अनि यार दाइले नि कमेडी गर्न। सर हामी जाम भयो,
हामी अब यहाँबाट छुट्टी लियौँ एकखेर हजुर भिजिट गर्न सक्नुहुन्छ हाम्रो यामाहा सर्भिस सेन्टर मजाले नरिसाउनुलाई गाइस प्राइजहरू बाइकहरूको देखाउन पाएन त्यहाँ सोरुममा कस्टमरहरू भएर म देखाइदिन्छु हजुरहरूलाई सोरुममा पछि प्राइजहरू कति पर्छ सब अब नयाँ लन्च भएपछि देखाइदिन्छु हाम्रो लोकेसन नजिकै छ बुद्ध चोकदेखि ठ्याक्क हिजो मैले थाहा भएन एक्ज्याक्ट लोकेसन म यतातिर नयाँ लोकेसन थाहा नभएर भने त जम्मा 400 मिटर हो बुद्ध चोकदेखि भित्र 400 मिटर छ भन्नुहुन्थ्यो दाइले अनि दाइ बुद्ध चोकदेखि हाम्रो सर्भिस सेन्टर जम्मा 400 मिटर हो आउन सक्नुहुन्छ सोरुम सर्भिस सेन्टर ठ्याक्क वारिपारि छ नजिकै छ सबैले चिनेछन् क्या दाइ हजुरलाई बुद्ध चोकतिरकोले सबलाई सब्सक्राइब गर्न भन्नु अब हामी हाम्रो फेरि चाहिँ वर्कसपतिरै जान लागेको गाइस त्यो अनि यत्तिकै टाइम पास काम सुरु भएपछि मैले बाइकहरूको कन्टिन्यू हाल्छु बाइक बनाएको स्कुटी बनाएको अनि फेरि यो कसरी एफआई क्लिन हुन्छ कसरी इन्जेक्टर क्लिन हुन्छ प्रत्येक भिडियो हजुरहरूलाई पोस्ट गर्छु यताउति घुम्न गएको नि हाल्छु मैले नयाँ कुरा आविष्कार नयाँ यामाहामा आएको नयाँ कुराहरू आउँदा बित्तिकै हजुरहरूलाई रिभ्यू गरिदिन्छु च्याप्टर पारामा अब भोलिदेखि हाम्रो सर्भिस सेन्टर ओपन हुने भने एकखेर भिजिट गर्न सक्नुहुन्छ सर्लक्क तर भैरवातिर धेरै चिसो छ हो न भाइ धेरै चिसो छ एकदम चिसो छ यताउति घुम्न गएको म लोकेसनहरू यताउति हाल्दै गर्छु हाम्रो यामाहा सर्भिस सेन्टर केही फिक्स भएको छैन यो हिजो नि देखाइरहेको हजुरलाई भन्छु म हजुर म हजुरलाई सबै बताइदिन्छु नयाँ मोडलको भर्जन 4 मा को आएको छ र यहाँ अब यो हाम्रो सबै सर्भिसिङ गर्नुभन्दा अघि के गर्नुपर्छ सबै यहाँ लेखेको छ यो हाम्रो यहाँ टुल्स काउन्टिङ हुँदैछ मजाले भोलिदेखि सुरु हुन्छ ल गाइज अब म यत्तिकै भन्दै मेरो भला केही टुङ्गाउँछु छोटो भयो नरिसाउनु होला म पछि हाल्दै डेली हाल्छु हाल्छु सबले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला गाइज